भेटलीपछि यस आयोजकहरूमा रहेको छ। अब हामी औपचारिक कार्यक्रम अगाडि बढाउने क्रममा छौँ। हाम्रो माननीय प्रधानमन्त्री जिनको आगमन भइरहेको छ, त्यसकारण म अब कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउनका लागि तयार रूपमा अगाडि बढेका छौँ र यहाँ सबैजनालाई आग्रह गर्न चाहन्छु, यो देश नवगत हुने हजारौँ लाख नवगत हुने यस कार्यक्रममा यहाँ सबैलाई एकत्र सहयोगी भावनाले समन्वय गरेर आदान प्रदान गरेर यो पर्वलाई अझ उल्लासमय बनाइदिनका लागि म आग्रह गर्छु र तपाईँहरूको महान पर्व सफल अवसर नयाँ वर्ष पाउनु होला। नेपाल सरकारका पूर्व मन्त्री श्री सीता गुरुङज्यूलाई पनि म विशेष अतिथिको आसन ग्रहणको लागि मञ्चमा आमन्त्रण गर्न चाहन्छु र अनुरोध गर्न चाहन्छु। त्यस्तै माननीय अधिवक्ता श्री सूर्यबहादुर गुरुङज्यू, आदिवासी जनजाति आयोगका तथा केन्द्रीय सल्लाहकार, आदिवासी आयोग जनजाति आयोगका सदस्य सल्लाहकार हुनुहुन्छ माननीय अधिवक्ता श्री, त्यस्तै अन्तर्राष्ट्रिय तमु परिषद आइसिसी सचिवालयका महासचिव अधिवक्ता श्री राजु गुरुङज्यूलाई पनि म हामी नेपाल अभियानका संयोजक तथा देशका मुख्य अभियन्ता श्री सुरज गुरुङज्यूलाई पनि म विशेष अतिथिको आसनको लागि मञ्चमा आमन्त्रण गर्न चाहन्छु। म आसनग्रहणको कार्यक्रममा अगाडि जोड्ने क्रममा छु। अब म अतिथि आसनग्रहणको कार्यक्रममा अगाडि जोड्छु र कृपया म सबैजना अतिथिहरूलाई आफ्नो नाम आउनु आसनग्रहणको लागि सचिवालयका सचिव नेपाल आदिवासी जनजाति महासङ्घ संघीय प्रदेशका महासचिव पूर्व संरक्षक परिषद सदस्य संयोजक गुरुङ राष्ट्रिय परिषदका क्याप्टेन श्री एकनारायण गुरुङज्यूलाई पनि म अतिथि आसन ग्रहणको कार्यक्रममा आग्रह गर्न चाहन्छु, जोड्न चाहन्छु।
गोर्खा महोत्सव 2022 सम्पन्न गर्नका लागि कार्यक्रममा जोड्ने क्रममा छु म यो विशाल समारोहमा सम्मानित व्यक्तित्वहरू आसन गर्ने कार्यक्रममा अगाडि बढाउँछु र म यो कार्यक्रममा सहजता प्रदान गरिदिनु हुनका लागि हाम्रा जति पनि दार्जिलिङ अगाडिमा बस्नु भएको छ सबैजना पछाडि पछाडि गएर बसिरहनका लागि हाम्रो हामीलाई सहयोग गर्न आउनुहुने हाम्रा सदस्यकर्मी दाजुभाइहरूलाई उहाँले भनेको भनाइलाई मानेर पछाडि पछाडि गरिदिनुहुनका लागि अनुरोध गर्न चाहन्छु र अब म सम्मान म आफूहरूको कार्यक्रममा गर्ने क्रममा छु मंचमा उपस्थित आसन ग्रही हाम्रा अतिथिज्यूहरूलाई ब्याज र खाना माला वितरण गरिदिनुको लागि जस्तै आसनको कार्यक्रममा अगाडि बढाउने क्रममा मञ्चमा आएर आसन ग्रहण गरिदिनुका लागि सरकारका सङ्घ नेपालका अध्यक्ष दादाज्यूलाई पनि म अनुरोध गर्न श्री पदम सरकारलाई पनि म आसनको लागि अस्पताल काठमाडौँ